नेपालमा फेरि राजतन्त्र फर्किन सक्छ? इतिहासले के भन्छ? नेपाल गणतन्त्र बनेको झन्डै 2 दशक भइसकेको छ। कतिपय मानिसहरू अझै पनि राजतन्त्र पुनर्स्थापना हुनुपर्ने तर्क गर्छन्। तर के कुनै देशमा एक पटक पतन भएको राजतन्त्र पुनर्स्थापित भएको छ त? र यदि नेपालमा राजा फर्किए भने यसको सर्वसाधारण जनताका लागि के फाइदा र के नोक्सान हुन सक्छ? आज हामी यिनै विषयमा गहिरो चर्चा गर्नेछौँ। के संसारमा पतन भएको राजतन्त्र फर्किएको छ? इतिहास हेर्दा देशहरूमा राजतन्त्र हटाइएको थियो, तर केही ठाउँमा फेरि फर्केर पनि आएका छन्। हेरौँ केही महत्त्वपूर्ण उदाहरण 1 का लागि इङ्ल्यान्ड राजाको पुनर्स्थापन 1660। 1649 मा राज चार्ल्स प्रथमलाई क्रान्तिकारीहरूले हत्या गरे र देश गणतन्त्र बनाए। तर गणतन्त्र असफल भएपछि 1660 मा राजा चार्ल्स द्वितीय पुनः सत्तामा फर्किए। यसले देश स्थायित्व ल्यायो, तर राजा पुनः सत्तावान नभएर संवैधानिक राजा बने। त्यस्तै उदाहरण दोस्रोमा फ्रान्स बोर्बन वंशको पुनरागमन 1914 र 1930। 1791 को फ्रेन्च क्रान्तिमा राजतन्त्र ढल्यो र राजा लुई 16औँलाई हत्या गरियो। पछि नेपोलियनको पतनसँगै 1914 मा राज संस्था पुनर्स्थापित गरियो। तर आधुनिक विचारधाराको कारण केही वर्षमै फेरि हटाइयो। त्यस्तै गरी स्पेनमा तानाशाही शासनपछि राजा जुआन कार्लोस फर्किए र लोकतन्त्र स्थापना गर्न मद्दत गरे। अनि कम्बोडियामा पनि त्यस्तै गरी गृहयुद्धले देशलाई तहस नहस बनाएपछि संयुक्त राष्ट्र सङ्घको पहलमा राजा नोरोडम सिहानुको पुनः सत्तामा आए। तर के नेपालमा पनि यस्तो सम्भव छ त? राज संस्था फर्किएमा देश स्थिर हुन्छ कि थप विवादमा फस्छ? तपाईँको विचार के छ? कमेन्ट गर्नुहोस् र यस्तो महत्त्वपूर्ण विषयमा बहस जारी राख्न लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आउनुहोस् हेरौँ राज संस्था पुनर्स्थापनाको राम्रा र नराम्रा पक्षहरू। फाइदा, द गुड साइड। स्थिरता र राष्ट्रिय एकता। नेपाल लामो समयदेखि राजनीतिक अस्थिरतामा छ। यदि राजा फर्किए भने उनले कुनै पार्टीको समर्थन बिना नै देशलाई एकताबद्ध बनाउन सक्छन्। त्यस्तै गरी पर्यटन र अर्थतन्त्र वृद्धि। थाइल्यान्ड, बेलायत र जापान जस्ता देशमा राज संस्थाले करोडौँ डलरको पर्यटन आम्दानी गर्छ। नेपालमा पनि राज संस्था भएको बेला विदेशी पर्यटकहरू दरबार र परम्परागत संस्कृति निकै रुचि राख्थे। त्यस्तै सांस्कृतिक र परम्पराको संरक्षण। नेपालको इतिहास, धर्म र परम्परा राज संस्थासँग जोडिएको छ। राजा फर्किएमा नेपाली पहिचानलाई सशक्त बनाउन सकिन्छ। त्यस्तै राजनीतिमा तटस्थ। राजा कुनै राजनीतिक दलसँग नजोडिएका कारण उनले सबै नेपालीको साझा पहिचान बन्न सक्छन्। अब हेरौँ बेफाइदा, द ब्याड साइड। तानाशाहीको सम्भावना। यदि राजा अत्याधिक शक्तिशाली भयो भने इतिहास जस्तै तानाशाहीको सम्भावना बढ्न सक्छ। लोकतान्त्रिक प्रणालीमा असर। नेपाल लोकतान्त्रिक गणतन्त्रमा परिणत भइसकेको छ। राज संस्था फर्किएमा के जनताका अधिकार र स्वतन्त्रता जोगिन्छन्? प्रश्न छ। त्यसैले नेपालमा राज संस्था फर्किएमा यसका फाइदा र बेफाइदा दुवै छन्। अब प्रश्न तपाईलाई, के नेपाललाई राजा फर्काउनु पर्छ कि गणतन्त्रलाई नै बलियो बनाउनु पर्छ? तपाईँको विचार के छ? तल कमेन्ट गर्नुहोस्। र यदि तपाईँलाई यस्ता जानकारीहरू उपयोगी लाग्छ भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।